इन्टरभ्यु दिन जाँदाखेरि चाहिँ तपाईँ चाहिँ अलिकति हाँस्नु मजाले हैन अलिकति त्यस्तो गरेर नबस्नु अलिकति हाँस्नु है ल मुख खोल्छु है त अलिकति तपाईँ उता गएर हाँस्नु अलिकति यस्तो गरेर हाँस्नु गरेर बसिराख्नु है तपाईँ पनि ल म अनि ट्याक्क तरिकाले बस्छु अनि धेरै नबोल्नु ठिक्क बोल्नु म ठिक्क बोल्छु चाहे यस्तो होस् क्या केही अरे मुखबाट केही नराम्रो निक्लिहाल्नु पनि नबोल्नु केही पनि बुझ्नु पनि ओके डन सो इन्टरभ्यु दिन जान लागेको छौँ हामी चाहिँ गाइज हामी चाहिँ सेटमा आइसकेको छौँ सो गाइज इन्टरभ्यूको लागि चाहिँ यहाँ तयारी हुँदैछ है क्यामेरा सेट हुँदैछ एउटा क्यामेरा छ त्यहाँ दुईवटा त्यहाँ तीनवटा चारवटा क्यामेरा नि यो लाइटले सो यस्तो रहेको छ आजको चाहिँ हाम्रो प्रोग्राम त्यो भनेको जस्ट भिडियोको रूपमा लिनु हो नि त हैन तर मान्छेहरूले चाहिँ बल्ल पनि पायो भनेर जस्तो कतिखेर कस्तो रिसहरू राखेको थियो होला भित्र मनभित्र तर अनिखेर बल्ल मौका पायो भनेर अनि त्यस बेलामा चाहिँ आफ्नो अर्काको पर्सनल कुराहरूलाई घरभित्रको विवाहित केटी अर्काको बुढी फल्नाको दिदी यस्तो उस्तो भनेर त्यो बेला चाहिँ पोइन्ट अफ गरेर कमेन्ट गर्नुहुन्छ कि तर त्यो भिडियोभित्र रहेको ट्यालेन्टलाई त्योभित्र रहेको केही कमी कमजोरी त्यसलाई पोइन्ट अफ गरेर चाहिँ कमेन्ट चाहिँ गरिदिनु हुन्न कि So guys, म चाहिँ ट्राई गर्न जाँदैछु यो फोन छ है हेलो गाइज वेलकम टु माई अनदर ब्लग आजको ब्लगमा चाहिँ के छ भन्दाखेरि चाहिँ म चाहिँ आज इन्टरभ्यू दिन जाँदैछु त्यही भएको कारणले गर्दाखेरि चाहिँ आज तेस्रो दिनमा चाहिँ म इन्टरभ्यू दिन जाँदैछु त्यही भएर आज मैले ब्लग स्टार्ट गरेको सो आउटफिट चाहिँ हिजोको रहेछ किन भन्दाखेरि चाहिँ यो मैले स्पेसल इन्टरभ्यूको लागि लिएर आएको थिएँ तर भिडियोको लागि पनि युज भइहाल्यो सो आज नि आउटफिट रहेको छ अब चाहिँ म जाँदैछु च्यानलमा नयाँ हुन्छ सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला है त गाइज नर्भस नि भइरहेछु खुसी नि लागिरहेछ सबै कुराहरू भइरहेछ सो हेरौँ के कस्तो हुन्छ अहिले चाहिँ मलाई होइन ठिकै छ उता क्यामेराको अगाडि गएपछि हल्का नर्भस हुन सक्छु म हेरौँ लेट्स सी सो गाइज हाम्रो चाहिँ ट्याक्सी आइसकेको छ त्यही भएको कारणले अब चाहिँ हामी जाँदैछौँ आज चाहिँ मेरो इन्टरभ्यूको दिन रहेको छ है त तेस्रो दिनमा चाहिँ मेरो इन्टरभ्यू थियो त्यही भएर अनि आज इन्टरभ्यू मात्रै होइन अझै धेरै चिज छ हजुरहरूलाई देखाउँछु है त म दुईवटा इम्पोर्टेन्ट कुराहरू छ आज मेरो म चाहिँ ट्याक्सीभित्र बस्छ कि अब चाहिँ जाने हो अनि हाम्रो यो इन्टरभ्यू चाहिँ ग्लोबल टिभीमा आउँछ है त गाइज टिभीमा पनि आउँछ युट्युबमा पनि आउँछ टिभीमा चाहिँ कति बजी आउँछ भनेर म भरेतिर भन्छु है त हजुरहरूलाई फाइनली गाइज ग्लोबल टिभी अगाडि चाहिँ हामी आइसकेको छौँ अब चाहिँ हामी भित्र जानेछौँ है त सो अब यहाँबाट चाहिँ हामी इन्टरभ्यू दिन जान लागेको छौँ सो हामी चाहिँ गाइज भित्र आइसकेको छौँ सो म चाहिँ यहाँ छु ल मम्मी आउनुहोस् हुन्छ यहाँ आउनु मम्मी इन्टरभ्यू दिन जाँदाखेरि चाहिँ सुन इन्टरभ्यू दिन जाँदाखेरि चाहिँ तपाईँ चाहिँ अलिकति हाँस्नु मजाले होइन अलिकति त्यस्तो गरेर नबस्नु अलिकति हाँस्नु है ल मुख खोल्छु है त अलिकति तपाईँ उता गएर हाँस्नु अलिकति यस्तो गरेर हाँस्नु गरेर बसिराख्नु है तपाईँ पनि ल म अनि ट्याक्क तरिकाले बस्छु अनि धेरै नबोल्नु ठिक्क बोल्नु म ठिक्क बोल्छु चाहे यस्तो होस् क्या केही अरे मुखबाट केही नराम्रो निक्लिहाल्नु पनि नबोल्नु केही पनि बुझ्नु पनि ओके डन सो इन्टरभ्यू दिन जान लागेको छ हामी चाहिँ गाइज अहिले चाहिँ म मेकअप गर्न लागेको छु होइन इन्टरभ्यू दिन जानुभन्दा अगाडि चाहिँ मेकअप गर्नुपर्ने रहेछ सो त्यही भएर मेकअप गर्न लागेको यहाँ हेर्नु सक्नुहुन्छ म मेकअप गर्छु त्यहाँपछि जान्छु इन्टरभ्यू दिनको लागि सो गाइज म चाहिँ बसिसकेको छु अब मेरो मेकअप हुन्छ फाइनल्ली मेरो मेकअप पनि कम्प्लिट भइसकेको छ गाइज हामी चाहिँ सेटमा आइसकेको छौँ सेट चाहिँ यस्तो हेर्दैछ क्यामेराहरू चाहिँ याद छ सो सेटमा आइसकेको छौँ हामी चाहिँ यहाँ बस्छु म अनि इन्टरभ्यू स्टार्ट हुन्छ हाम्रो सो गाइज इन्टरभ्यूको लागि चाहिँ यहाँ तयारी हुँदैछ है क्यामेरा सेट हुँदैछ मम्मी यहाँ बसिरहनु भएको छ मम्मी अलिक हाँस्नु पऱ्यो इन्टरभ्यूमा अनि यता आउनुहुन्छ हामीलाई प्रश्न सोध्ने इन्टरभ्यू लिने सर अनि हामी यहाँ बसिरहेछौँ म पनि यहाँ बसिरहेको छु गाइज सो यहाँ चाहिँ 1 2 3 4वटा क्यामेरा हुँदो रहेछ है एउटा क्यामेरा छ त्यहाँ दुईवटा त्यहाँ तीनवटा चारवटा क्यामेरा नि यो लाइटले सो यस्तो रहेको छ आजको चाहिँ हाम्रो प्रोग्राम सो यो हाम्रो इन्टरभ्यू चाहिँ ठ्याक्कै ग्लोबल एज टिभी च्यानलमा पनि आउँछ टिभी च्यानलमा प्लस युट्युबमा पनि आउँछ है त गाइज सो हेर्नु चाहिँ नबिर्सिनु होला अनि टाइम चाहिँ कति बजी भनेर म चाहिँ तपाईँहरूलाई एकछिन पछि भन्छु सबै कुराहरू बुझेर अहिलेको लागि चाहिँ म इन्टरभ्यू दिन जाँदैछु है त के हो
सो गाइज हाम्रो चाहिँ इन्टरभ्यू कम्प्लिट भइसकेको छ अनि इन्टरभ्यूमा चाहिँ एकदम धेरै मजा आयो होइन आज राम्रो क्वेसन सोध्नुभयो उहाँले अन्त चाहिँ मम्मीलाई कस्तो लाग्यो त इन्टरभ्यू दिएर एकदम खुसी लाग्यो किनभने म आज यहाँसम्म आउँछु भनेर सोचेको पनि थिइनँ तर आज मेरो छोराको कारणले मैले साथ सपोर्ट गरेको थिएँ अनि साथ सपोर्ट गर्दा उसले अघि बढेको कारणले आज म यहाँसम्म आउँदा मतलब धेरै खुसी लागेको छ सो गाइज हाम्रो इन्टरभ्यू चाहिँ तपाईँहरूले हेर्नुको लागि चाहिँ कति बजी आउँछ हाम्रो कुन बार आउँछ शनिबार राति 8 बजे हैन हजुर ग्लोबल टेलिभिजनको युट्युब च्यानलमा आउँछ हजुर शनिबार राति नै 6:30 बजे चाहिँ डे स्टोनदेखि भोलिको शनिबार कि अर्को शनिबार यो अर्को शनिबार सो गाइज हाम्रो चाहिँ ठ्याक्कै शनिबार आउँछ अनि कति बजी बेलुकाको 8 बजे चाहिँ युट्युब च्यानलमा ग्लोबल 8 बजे युट्युब च्यानलमा आउँछ अनि त्यसपछि च्यानलमा 6:30 बजे हाम्रो टिभीको च्यानल यो चाहिँ गाइज यो इन्टरभ्यू चाहिँ टिभीको च्यानलमा पनि आउँछ त्यही भएको कारणले गर्दाखेरि चाहिँ 6:30 बजे ग्लोबल एचडी टिभी च्यानलमा गएर तपाईँहरूले चाहिँ हाम्रो इन्टरभ्यू हेर्न सक्नुहुन्छ जुन चाहिँ टिभी आउँछ है गाइज च्यानलमै आउँछ अनि युट्युबमा चाहिँ 8 बजे पोस्ट हुन्छ है त गाइज शनिबार यहाँ आउने शनिबारको 8 बजे पोस्ट अर्को शनिबार होइन यो ब्लग भोलि जान्छ त्यही भएर सो त्यस्तो है त गाइज सो तपाईँहरूले चाहिँ जति सक्दो माया लेखिदिनु होला यसरी नै माया दिँदै जानु होला यसरी नै अरू इन्टरभ्यू दिनु पाऊँ अनि बिस्तारै हिरो पनि हुनु पाऊँ होइन हजुर फर्स्ट इन्टरभ्यू कस्तो लाग्यो त फर्स्ट इन्टरभ्यू सो गाइज यो चाहिँ मेरो एकदमै फर्स्ट इन्टरभ्यू हो लाइफकै होइन मैले यसरी कहिले पनि दिएको छुइनँ नि त त्यही भएको कारणले मलाई एकदम रमाइलो भयो एकदम रमाइलो पनि हुने रहेछ 4वटा क्यामेरा हुने रहेछ लाइट साइड होइन ट्यागको प्रपर एकदम धेरै खुसी पनि लाग्यो एकदम रमाइलो भयो जे उहाँसँग गफ गरेर एकदम धेरै है त्यही हो अब इन्टरभ्यू पनि हेर्नु होला तपाईँहरू नबिर्सिनु होला टिभीमा चाहिँ हाम्रो आउँछ ठ्याक्कै 6:30 बजे ग्लोबल एच टिभीमा र युट्युबमा चाहिँ आउँछ हाम्रो 8 बजे यहाँ आउने शनिबार है त गाइज ल मान्छेहरूले चाहिँ अब त्यो भिडियोभित्रको कुरालाई भन्दा पनि पर्सनालिटीलाई लिएर चाहिँ पोइन्ट अफ गरेर चाहिँ कमेन्ट गर्नुहुन्छ कि त्यो गर्नु चाहिँ आई थिङ्क गलत हो जस्तो लाग्छ किनभने हामी त कन्टेन्ट क्रिएटर हो त्यो गर्ने हामीले त अब त्यो भनेको जस्ट भिडियोको रूपमा लिने हो नि त होइन तर मान्छेहरूले चाहिँ बल्ल पनि पायो भनेर जस्तो कतिखेर कहाँको स्टोरिजहरू राखेको थियो होला भित्र मनभित्र तर अनिखेर बल्ल मौका पायो भनेर अनि त्यस बेलामा चाहिँ आफ्नो अर्काको पर्सनल कुराहरूलाई घरभित्रको विवाहित केटी अर्काको बुढी फल्नाको दिदी यस्तो उस्तो भनेर त्यो बेला चाहिँ पोइन्ट आउट गरेर कमेन्ट गर्नुहुन्छ कि तर त्यो भिडियोभित्र रहेको ट्यालेन्टलाई त्योभित्र रहेको केही कमी कमजोरी त्यसलाई पोइन्ट आउट गरेर चाहिँ कमेन्ट चाहिँ गरिदिनु हुन्न कि गर्नुपर्ने त्यही भने केही कम कमजोरी छ भने त्यसलाई भन्ने यो चाहिँ मिलेन है नेक्स्ट टाइम हामीले त्यसलाई सुधार्थ्यौँ होला होइन वा यो चाहिँ राम्रो छ भनेर त्यो भन्यो भने वाह यो चाहिँ मैले राम्रै गरिसकेँ अरे जस्तो फिल हुन्थ्यो तर पर्सनल कुरालाई चाहिँ पोइन्ट आउट गरेर कमेन्ट गर्नु त्यो चाहिँ अलि नराम्रो जस्तो लाग्छ मलाई चाहिँ तपाईलाई जस्ट त्यो सबै कुरालाई चाहिँ एउटा जस्ट भिडियोको रूपमा चाहिँ लिनुपर्ने हो किनभने मलाई त मनपर्छ एक्टिङ गर्न भिडियो बनाउन मलाई इन्ट्रेस्ट छ त्यो कुराहरूमा है त्यही भएर म बनाउँछु बनाएको थिएँ बनाएको छु र भनिरहेको छु म चाहिँ त्यसमा यदि त्यसमा मेरो श्रीमानलाई प्रब्लम आउँछ नगर न प्लिज भन्नुहुन्छ भने चाहिँ म छोडिदिन्छु गर्दिनँ आफ्नो सिङ्गल बनाउँछु त्यस बेलादेखि चाहिँ सो गाइज फाइनली मेरो इन्टरभ्यू पनि सकिसकेको छ होइन अब इन्टरभ्यू पछि चाहिँ फेरि मैले एउटा इभेन्टमा जानुपर्ने छ ओप्पोको इभेन्टमा अब त्यहाँ गएर तपाईँहरूलाई देखाउँछु तर आज म भ्याइ नभई छु होइन एउटा इन्टरभ्यू यता इभेन्ट त्यहाँपछि पनि अझै काम छ सो अब म इभेन्टतिर जाँदैछु अब त्यसको लागि चाहिँ पठाउ या गरेको छु पठाउ आएपछि चाहिँ जाने हो सो गाइज अब चाहिँ म ओप्पोको यात्रातिर लागेँ होइन ओप्पोको यात्रातिर लागेँ गाइज म चाहिँ अब चढ्दैछु अब ओप्पोको इभेन्टमा जाने हो सो त्यही भएर चाहिँ इन्भाइट बोलाएर आएको है त फाइनल गाइज म चाहिँ होटल मोलबरीमा आइसकेको छु होइन प्रोग्राम चाहिँ आज याद छ सो म चाहिँ आइसकेँ म चाहिँ आइसकेको छु अब चाहिँ म सायद माथि हुनसक्छ प्रोग्राम कि भित्र हलमा होला लेट्स इभेन्टभित्र छिर्नुभन्दा अगाडि टिकट लिएर जानुपर्ने रहेछ र एज अ इन्फ्लुएन्सर आएको कारणले गर्दाखेरि चाहिँ मैले आफ्नो साइन पनि गर्नुपर्ने रहेछ प्लस अनि मैले गिफ्ट पनि पाएँ मम्मीले पनि पाउनुभयो होइन एकदम धेरै खुसी लाग्यो मलाई सो गाइज हामी चाहिँ अहिले माथि जाँदैछौँ होइन प्रोग्राम चाहिँ माथि रहेको छ आउने बित्तिकै गिफ्ट पनि पाइयो सो एकछिन यो फेरि क्लोज गर्नुपर्छ है ल अब चाहिँ जान्छ सो अब चाहिँ म माथि प्रोग्राममा जाँदैछु है ल हाम्रो 8th फ्लोर है सो यो चाहिँ हाम्रो चाहिँ हामीले 12 आवर्ससम्म आइस बनाएर राखेको हो हजुर हजुर होइन हजुर अहिले चाहिँ हाम्रो यो नयाँ फोन हो A5 Pro अब एकछिनमा लन्च हुन्छ होइन हजुर त्योभन्दा अगाडि हामीले एक्सपेरिमेन्ट गरौँ यो चाहिँ अहिले हामीले आइसिङ बनाएर राखेका छौँ लास्टमा हामीले एक्सपेरिमेन्ट पनि हजुर होइन लास्टमा अनि हाम्रो अर्को सेकेन्डमा आउँछ अन्डर वाटर हामीले चाहिँ भिडियो पनि खिचेर राखेका छौँ 1 hour 33 मिनटसम्म हामीले भिडियो अनै गरेका छौँ होइन हजुरले अन्डर वाटर फोटो भिडियोहरू मजाले खिच्न सक्नुहुन्छ 5 फिटसम्म चाहिँ हजुरले चाहिँ मजाले 3 to 5 आवर्ससम्म भिडियो बनाउन सक्नुहुन्छ है
यो भयो अनि हाम्रो आउँछ अर्को मेन एउटा ड्रिल गर्न सक्नुहुन्छ आफूले चाहिँ A5 ड्रिल गर्न सक्नुहुन्छ म ट्राई गर्दिन त एकदम मजा आफै ट्राई गर्नु ओके ल ओप्पोको रियल फोनै हो मैले एक्चुअली हेर्नु क्लास टेस्ट गर्नु रियल फोनै हो सो गाइस म त ट्राई गर्न जाँदैछु यो फोन छ है मैले ट्राई गर्छु मजाले बिल गरेर आउँछ एक्चुअली स्क्रिनमा हातमा के हुँदैन साँच्चै डर लाग्यो सो गाइस हेर्नु सक्नुहुन्छ होइन यही सेम यहाँ गरे नि सो गाइस हेर्नु सक्नुहुन्छ ओप्पो A5 Pro आनन्दले काम गर्नुहुन्छ सबै ओप्पोले काम गर्छ हजुरको वाटर स्प्ल्यास टच त हामीले अभियसली सुनिरहेको छ होइन त्यो देखिरहेको छ हजुरको ओइल ओभर चिल्लो भयो भने चाहिँ हजुरको पसिनाहरू आयो भने होइन पसिना भने त हजुर त्यो वाटर अन्डरको हामीले फरक परेन त्यो चाहिँ हाम्रो चाहिँ अब किचनमा बेसिकली काम गर्ने बेलामा चिल्लो हुन्छ हजुरको त्यो कन्डिसनमा नै हजुरको प्रोपरली वर्क गर्छ यो चाहिँ ओइल हो हजुर ओइल हजुरको यो चाहिँ अनि ग्लिस्ट्रिन हो त्यो दुईटा कम्बाइन गर्दा अलि ओभरै चिल्लो देखिन्छ अनि हजुरको स्मुथली चल्छ स्मुथली चल्छ फरक पर्दैन है फरक पर्दैन यो कन्डिसनमा नै हजुरको राम्रोसँग टच हुनुहुन्छ हजुरको प्रोपरली नै काम गरिरहेको छ हजुरको वाटर स्प्ल्यास टच त छँदैछ हजुरको अब अहिले आएर चाहिँ ओप्पोले चाहिँ हजुरको यो ओइल स्प्ल्यास टच पनि लन्च गरेको छ हजुरको जुन चाहिँ अहिले लन्च हुँदैछ अहिले यसको ओप्पो A5 Pro आज लन्च हुँदैछ यो फोन हजुर आज लन्च हुँदैछ यसको सबै रिभ्यू चाहिँ अहिले के भन्छ प्राइसहरू सबै चाहिँ अहिले रिभ्यू हुन्छ सो गाइज अनि म चाहिँ त्यहाँको कामहरू सबै सकेर आएँ जस्तै कि मैले ड्रिलले हानेको थिएँ होइन आइस पर हाइकन देखाएको थिएँ अनि त्यहाँपछि चिल्लो लाएर पनि चलाएको थिएँ सबैमा पास भयो त्यो फोन होइन त्यसपछि चाहिँ हाम्रो ओप्पो A5 Pro को चाहिँ आज लन्च डेट रहेको छ First time in A series, A5 Pro comes with IP69 rating, offering highest level of water more than 18 hours सम्म चाहिँ यो फोनलाई फ्रिज गरेर राखेको छ सो चेक गरौँ है त यो ड्यामेज भएको छ कि छैन अथवा चल्छ कि चल्दैन ओके यु क्यान युज ह्यामर तपाईँले हम्बरले हान्न सक्नुहुन्छ टच पनि एकदम स्मुथसँगै छ भेरी स्मुथ टच योभन्दा स्टिम केसमा त अब माथिबाट फाल्नु मात्रै हो यो पनि ट्राई गरे हेरौँ Can I try? Can I try? Ladies and gentlemen, can I try? फाल्दिम माथिबाट कति माथिबाट फाल्दिम 100 meters. Let's try. फाल्दिम फोन फुट्यो भने मेरो जिम्मा छैन है म होस्ट मात्रै हो है फोन फुट्यो भने म पैसा तिर्नेवाला छैन है रियली ल है गाइस होइन अझै माथिबाट फाल्छु अझै माथिबाट है फुट्यो क्या हो इट्स वर्किङ लेडिज एन्ड जेन्टलमेन इट्स वर्किङ नर्मल यस यति माथिबाट फाल्दा पनि नर्मल यस अब यसलाई अझै एक्सट्रिम के गरौँ भन्दाखेरि ओके यो हाइटबाट लेट्स चेक त्यो हाइटबाट एकचोटि ट्राई गरेर हेरौँ है त फोन ड्रप ओके अर यता सबैजना हेर्नुहोस् त हामीसँग एउटा फोन ओके तल एकचोटि थोरै खाली गरिदिनु है रेडी Ready? 2, 3, 2, 1, go! Whoa! Wow, it's working! In this lunch event, first it's most welcome you guys coming. Second, my team has prepared one paper to me. Final price 8256. The final price is
You guys can guess it. How much? Oppo A5 Pro को प्राइस कति होला? तपाईं गेस गर्न सक्नुहुन्छ? Oppo A5 Pro को प्राइस 38, 35, 35,000, 33, 33, 33,000, 37,000, 32,999 मात्र 32,999 मा Oppo A5 Pro तपाईले पाउन सक्नुहुनेछ। अनि यहाँ चाहिँ के कम्पिटिसन चलिरहेको थियो भन्दाखेरि चाहिँ जसले त्यो ट्युबमा फोन छिराउँछ होइन त्यो मान्छेले चाहिँ एयरबड्स स्पिकर पाउने छ ओप्पोको होइन। मैले पनि ट्राई गरौँ भनेर जान लागेको थिएँ होइन। दुईजना लेडिजहरूले चाहिँ त्यो छिरेको फोनलाई निकाल्दै बाहिर दिनुहुन्थ्यो अनि ठ्याक्कै मेरो टर्न आएको थियो अनि मैले पनि अनि हान्नु खोजेँ तर गाइज म फेल भएँ, मेरो छिरेन। म छिराउनुमा अलिक कच्चै छु गाइज, त्यही भएर पनि मलाई आएन होइन, सकिनँ मैले छिराउनु नै। यहाँको इभेन्ट सकेपछि चाहिँ म चाहिँ होटेलको रुमतर्फतिर लागेँ होइन। अनि हाम्रो पछाडिको म्याम चाहिँ ओप्पोको टिमबाटै हुनुहुन्छ, त्यही भएर उहाँले चाहिँ मलाई तलसम्म छोड्नुको लागि लग्नुभयो। अनि हामी चाहिँ खानुतर्फतिर लाग्यौँ। अनि पेस्ट्री, चिकन, भेज, स्यान्डविच सब मिक्स गरेर खाइदिएँ होइन। अनि ठ्याक्क अहिले चाहिँ लाएर म चिकन खाँदैछु है। अनि मेरो मामा चाहिँ प्योर भेज भएको कारणले गर्दाखेरि उहाँले चाहिँ भेज मात्रै खानुहुँदैछ अनि मम्मीले पनि खानुहुँदैछ। सो गाइज हाम्रो मामा र मेरो मम्मी चाहिँ खाना खान लाग्नु भएको छ। हामी चाहिँ अहिले होटेलमा आछौँ। सो अहिले चाहिँ खाना खान लाग्नु भएको छ किन भन्दाखेरि चाहिँ आज इभेन्टमा आएर चाहिँ हामीले धेरै कुराहरू यो गऱ्यौँ यता त खायौँ, थाकी पनि रहेको थियौँ। त्यही भएर मामा भेज खाना, मम्मी चिकन खाना है। गुड ओके ल गाइज हाम्रो रुमको हालत त्यस्तो भइरहेछ। अघि नै आएको थियौँ, बसिरहेको थियौँ हामी। अनि सो हाम्रो रुम चाहिँ यस्तो भइरहेछ। म एकछिन बस्छु। अनि कस्तो भन्दाखेरि चाहिँ गाइज होइन जे होस् आजको पनि म भ्याइ नभए भई इन्टरभ्यूदेखि लिएर इभेन्टदेखि लिएर पुरै एकछिन पनि टाइम म्यानेज गर्नु सकिनँ मैले। सो गाइज त्यही नै मैले यो टाइम म्यानेज गर्नु खोज्दैछु। अब एडिट गर्नुपर्ने छ। सो म एकछिन पछि भ्लग इन गर्छु है त। सो गाइज अनि म चाहिँ भ्लग इन गर्नु जाँदैछु। सबैजनाले चाहिँ मेरो भ्लगलाई माया देखाइदिनु होला। कहाँ कहाँबाट हेर्नुहुँदैछ त पनि भनिदिनु होला त गाइज। सो बाई।